कति सुन्दर, कति हरियाली, मनै लोभिने किसिमको वातावरण छ। यो मेरो गोर्खाको आफ्नै करेसाबारीको एउटा सुन्दर भिडियो यहाँहरूमाझ पोस्ट गर्न गइरहेको छु। कति मेहनती हुनुहुन्छ हाम्रो गोर्खाको दिदीबहिनी, यति धेरै हरियाली बनाउनु भएको छ। केराउ पनि फुलिरहेको छ, तोरी पाक्ने सुरु भइरहेको छ। त्यस्तै गरेर अर्कोतर्फ प्याज, धनिया, आलु पनि लगाउनु भएको छ। यो तलको गरामा आलु छ। अति सुन्दर सुन्दर छ। यहाँहरूले यति राम्रो गरेर गरिदिनु भएकोमा यहाँहरूलाई अन्तर्हृदयदेखि नै धन्यवाद पनि भन्न चाहन्छु। म हाम्रो पुरानो घर देव पनि देख्न सकिन्छ यहाँबाट। अत्यन्तै रमणीय वातावरण छ। हल्ला पनि छैन, शान्त छ। चराचुरुङ्गीको चिरबिर चिरबिर आवाज पनि आइरहेको छ। यहाँ तल दुईटा घरमा चाहिँ आलु देख्न सकिन्छ। अमृचो फुलिरहेको छ त्यो तल गाँजमा। यहाँबाट गोर्खा क्याम्पस जाने बाटो पनि छ। हाम्रो घरबाट पिच रोड नै छ। यहाँ अत्यन्तै सुन्दर छ। पश्चिमकाली देखिन्छ यहाँबाट। पल्लो डाँडामा पश्चिमकालीको डाँडा छ। प्याज, चम्सुरको साग पनि देख्न सकिन्छ। यतापट्टि रायो फुलिरहेको छ। त्यस्तै गरेर माथिल्लो गरामा चाहिँ काउली पनि फक्रिने क्रममा छ। कति सुन्दर छ, कति सुन्दर मनमोहक छ। यहाँ बसेर आनन्द लिनलाई मन लाग्ने ठाउँ छ।